आज चाहिँ कहाँ जान लाग्यो जस्तो भएछ होला होइन। अहिले चाहिँ म क्लास जान लाग्यो, ढिलो भएर भाइलाई छोड्नु पठाएको थिएँ स्कुटीमा। अनि बसमा गएको, बस त झुलाभन्दा धेरै हल्लिरहेको थियो। अनि बाटोहरू पनि बन्दै गइरहेछ नेपालको, यस्तै छ। अनि क्लास गएँ, क्लासमा फेरि एउटा साथी मात्रै रहेछ, मोबाइल चलाएर बसिरहेको रहेछ। अनि उता गएर हेरौँ न त को रहेछ भनेर अर्को क्लासतिर आएको, 3जना साथीहरू मात्रै रहेछ, उनीहरू पनि गफ लगाएर बसिरहेको थियो। अनि हाम्रो पनि क्लास भएन। अनि घुम्न जाऊँ भनेर अनि डाँडातिर गयो, 1-2 घन्टा लाएर उक्लियौँ। अनि एकछिन टुइँ माथि नै गयौँ अझै। अनि घर गएर यसो बल खेल्न जानु पर्यो आज त भनेर अनि बास्केटबल खेल्न गएको। अनि दाइहरू पनि धेरै नै आउनुभएको थियो। अनि एकछिन रमाइलो गऱ्यो, एकछिन खेल्यो। अनि घर आएर हेरेको भाइ र बाबा त पेन लाउँदै रहेछ। अनि भाइ फेरि लाइट बाल्दै हिँड्ने रहेछ यता र उता। अनि यसो मैले भिडियो गरेको देखेछ र यसो यताउता पोज दिन्छ। अनि हामी घडी बनाउनु गयौँ। अनि घडी बनाएर अनि म नुहाउन लाग्यो। अनि आएर यसो हेरेको त भाइले रोस बनाइरहेको रहेछ। आजको लागि यति नै, पिस आउट, बाई बाई।